यहाँदेखिले इतिहासको कुरा बताउँदै हुनुहुन्छ। यहाँदेखिले भनेको इतिहास सत्य हो भनेपछि हेर्दै जानुहोस् है। देश प्रेम र देश राष्ट्र भक्त र आउने भावी पुस्ताको भविष्य सम्झेको भएदेखि आफ्ना दाजुभाइलाई, आफ्ना दिदी बहिनी, आफ्ना बाउआमा, आफ्ना शाखा सन्तानलाई काटेर चाहिँ दुश्मनसित चाहिँ एउटा पदमा लागेर हिँडेर मारेर चाहिँ तेरो बाउबाजेले चाहिँ विदेशबाट आएको जुन चाहिँ हत्यारा बलात्कारी साम्राज्यवादहरूलाई चाहिँ देश बेचेर खाएको, बुझिस् नि, देश बेचेर खाएको। बाहुन र छेत्री भन्ने समुदायसित मिलेर र आफ्ना देशभक्त र देश राष्ट्र भक्त यो देशको भूमिपुत्रहरूलाई मार्ने हत्यारा बलात्कारी तेरो बाउबाजे र तेरो बाउबाजे देशद्रोही। अब यस्तो यहाँले भन्नुभएको छ जो ऊ छ, यो पुरानो कहानी छ। यहाँले भनेअनुसार त अब तपाईँहरूले राजा चाहिन्छ भन्नुहुन्छ भनेपछि त तपाईँ त अब डाडुमा पानी तताएर डुबेर मरे भयो नेपाल त, होइन? जनताले राजा चाहिन्छ, अब यस्तो सुन्दा सुन्दै राजा चाहिन्छ भन्छ भनेपछि त डाडुमा पानी तताएर डुबेर मर हो नेपाल तिमीहरू। अरे यस्तो सुन्दा सुन्दै यहाँको यो कुरा सत्य हो भनेपछि यस्तो हुँदा हुँदै तिमीले अब राजा चाहिन्छ भन्छ भने डाडुमा पानी तताएर डुबेर मर, डाडुमा पानी तताएर मर हो नेपाल। Nepali peoples you that in is take a spoon and take warm water and dip and dead, because her saying about history is this true means why you need the king. Better is the you take a spoon water and dip and dead, Nepali peoples.